सबैलाई नमस्कार। म चाहिँ अहिले काममा छु र कामको ब्रेक टाइम भयो र म यो ब्रेक टाइमको बिचमा चाहिँ जिममा जाने गर्छु र त्यसै सिलसिलामा म आज पनि जिममा जाँदैछु र म जिममा जानुभन्दा अगाडि के गर्छु भन्ने कुराहरू चाहिँ तपाईँहरूलाई देखाउँदै गइराखेको छु। आउनुहोस् कन्टिन्यू रूपमा हेरौँ है त। यो केरा अन्डा किने है, केरा अन्डा किनेर यो खाइसकेपछि चाहिँ अब अन्डा खाँदै हो, त्यसपछि अब यो केरा खानु पऱ्यो है। केरा टक्क कलाइयो, कलाएर चाहिँ ग्याम खाँदैछु होइन त। खुसी छ, मिठो छ होइन। अब ब्यागमा टक्कै जिम गर्ने त्यो ट्राउजरहरू हाइनेकहरू सबै लिएर प्याक गरेर केटो लाग्यो खानु पनि। फेरि गम हतारमा खानुपर्छ नि त। घुमी फालेर त्यसपछि निस्केँ र साइकल चलाएर सरर पारेर जिममा पुग्यो र जिममा पुगिसकेपछि मैले चाहिँ त्यहाँ भित्र छिरेर आफ्नो ड्रेसिङ रुममा जिममा नै पुगेर हिँड्छु। जिममा पुगेर अब चाहिँ ड्रेसिङ रुममा छिरेँ र आफूले चाहिँ लुगा चेन्ज गरेर चाहिँ जिमको लागि रेडी भएँ है त। र जिमको लागि रेडी भइसकेपछि अब यसो बडी फुल्याउनै पऱ्यो। जिम गर्दै गर्दा होइन, बडी चाहिँ बङ्गो जस्तो भइसकेको छ। त्यही पनि यसो बडी फुल्लाउनु चाहिँ मन लाग्ने फल्ला मठाएपछि अनि त्यसपछि यसो जुत्ता खोलेर चाहिँ यो साइज वेट चेक गरेको 66.7 केजी रहेछु है। तपाईँहरू कति केजी हुनुहुन्छ यसो मेसेज गर्नु होला, कमेन्ट गर्नु होला। र म चाहिँ अबदेखि यसो एक्सर्साइज सुरु गरेँ। ल साथीहरू, आजको वर्कआउट सकिसक्यो र हेर्नुहोस् बाहिर चाहिँ यति अँध्यारो छ है। ल आजलाई यति गरौँ। अर्को दिन चाहिँ फेरि अर्को भिडियोसहित उपस्थित हुँला साथीहरू। नमस्कार।